हेलो सम्पूर्णलाई फेरि एउटा नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ हाम्रो शिवरात्रि, सबैजनालाई ह्याप्पी शिवरात्रि पनि है। अनि हामी चाहिँ अहिले दिउँसोको 2 बज्न लाग्यो। 2 बजे हामी चाहिँ ईशा फाउन्डेसन आदियोगी जाँदैछौँ। 8-9 जना साथीहरू छौँ। अब आधा रेडी भएन, आधा रेडी भएनन्। म आफ्नो गाडी लिएर जान लाग्छु, दाइ आफ्नो गाडी, सब सिङ्गलै जान लाग्छन् प्रायः। अनि 2-4 जना भाइहरू पनि छन्। टक्क अब बाटोमा बनाउने ठाउँ त छैन, तैपनि कहाँ रोक्यो भने भिडियोहरू बनाउँदै गरौँला, नत्र भने त्यहीँ गएर भेटौँ। भिडियो बनाउने मान्छे कोही छैनन्, त्यही भएर है म चाहिँ नन्दिल्सभित्र छिरिसकेको छु अघि नै। अनि अब भिडियो बनाउने मान्छे छैनन्, त्यही भएर हल्का बनाउने प्रयास मात्र गरेको छु है, बिस्तारै बिस्तारै। अनि नन्दिल्स पनि हेरेर जाऊँ न त योपालि भन्ने हिसाबमा म चाहिँ नन्दिल्स हेर्न आएको छु। अनि त्यहाँपछि चाहिँ ईशा टेम्पल जाने आएको छु है। जस्तो बाटो छ, मस्तकै बाटो छ एकदम, हाम्रो विकास भएको ठाउँ छ। कहिले होला हाम्रो देश है यस्तो भन्दा पनि लासामा मान्छे के भन्नु हजुर यस्तै छ। अनि यतातिर चाहिँ यस्तो लामो छ होइन। म चाहिँ अब एक हातले गाडी चलाउँदै एक हातले चाहिँ यस्तो गर्दै चलाउँदैछु। पछाडि चाहिँ दाइले एउटा बाजेले लिफ्ट माग्यो के, अनि दाइले रोकेर ल्याउँदै हुन्छ होइन। त्यही हो, ल हेर्नुहोस् है एकछिन, ल इन्जोय गर्नुहोस्। लगायत मैले चाहिँ गएको फेरि नन्दिल्समा सबै बिहान आउँछन् नन्दिल्स, म चाहिँ साँझ आइदिएको। सबै फर्किने टाइममा हामी चाहिँ हिँडिदिएको। पछाडि दाइ छ यस्तो भिडियो बनाउँदै छल हेर्नुहोस् त। अरूको भिडियोमा हेरिन्थ्यो, आज आफै आइयो। अलिकता मोड छ, एउटा हातले चलाउनु पऱ्यो, त्यही भएर म चाहिँ गाडी चलाउँछु है। अब यस्तै हो, भिडियो चाहिँ पुरा क्लिप लिन पाइरहेको छैन, हल्का फुल्का मात्र दिइरहेको छु। र ठिक छ, केही छैन। अलिकता गाडीले फेरि पिकअप छोडेर त सक्यो नि त हजुर होइन, पाहाडको बाटो। बाई बाई ल है, म चाहिँ अहिले नन्दिल्सको डाँडामा पुगेको छु। अनि बाटो चाहिँ स्याम हाम्रो खानडाँडाको जस्तै छ, त्यहाँ नानी खतरा बाटो छ। हामी 2 भाइ मात्र छौँ, दाइ यहाँ पिनु भयो। तर गाडी भाइ मान्नै पर्छ यार, यस्तो बाटो छ भने ओहो होइन दाइ। अब चाहिँ हामी माथि डाँडामा गएर नन्दिल्सको बाटो चाहिँ मस्त, आफ्नो नेपालको फिल आएको छ है मलाई। ल पुरा नेपालको फिल छ एकदम, हामीलाई नेपालको फिल, खानडाँडाको फिल लगिरहेको छौँ। तर हाम्रो यति राम्रो बाटो चाहिँ छैन। म चाहिँ अहिले पार्किङमा पुगेँ, मस्त पार्किङ गाडी भिड हेर न, धेरै भिड छ, धेरै पार्किङ हो हाम्रो गाडी राख्ने ठाउँ। यहाँ छ क्या नन्दिल्सको डाँडोमा, यता डाँडो उता गाउँ, उता पनि डाँडो, यहाँभन्दा माथि पनि हो क्या जानु पर्दैन। पार्किङ मात्र देख्छु यहाँभन्दा माथि त। अनि यो घर छ एउटा, यो घरबाट हेर्नेवाला सायद माथि चढेर खै यता पार्किङ छ। अझ यहाँभन्दा पनि माथि बाटो छ क्या, यहाँभन्दा माथि नजाम होला हो, लास्टै जाम छ यार, फर्किने टाइममा गाह्रो हुने हो। मस्त गाउँ हेर त, माथि कति दामी दामी गाउँ है। ल हामी चाहिँ नन्दिल्स पुग्यौँ। अब एकछिनमा ईशा टेम्पल हिँड्ने बाटोमा छौँ है। जे होस् राम्रैसँग पुग्यो भन्नुपर्छ। बाटो चाहिँ लास्ट जाम हुने रहेछ यार, गाह्रो हुँदो रहेछ। जाम हेर, तल बाटो खाली, त्यो मोडदेखि यो मोडसम्म पुरा जाम। नन्दिल्स जाने बाटो, त्यहाँ नन्दिल्सको भित्र जानलाई टिकट काट्नु पर्दो रहेछ। के कहाँ जानलाई त्यहाँनिर हेर्नु त, त्यो त्यहाँनिर के एङ्गल लगाएको जस्तो देख्नुभयो कि न, यहाँनिर हेर्नुहोस्, यो एङ्गल लगाएको छ नि, हो यहाँमा जानलाई रहेछ। त्यहाँ जानु बा त्यहाँबाट अहिले के देखिन, केही देखिन्न, गाउँसँग यहाँ देखिरहेको छ होइन। त्यही भएर हामी चाहिँ रिटर्न भइसक्यौँ। तलको मोडमा आएर तल यो बाटो हो क्या जानुपर्ने। अब हामी चाहिँ रिटर्न भएको, यति टाइम भयो भने चिकबालापुर जाने हो, नत्र भने चाहिँ रिटर्न घर फर्किन्छु है। आदियोगीको शिवको मूर्ति हेर्नुभन्दा झ्याउ त यहाँ पार्किङ गर्न झ्याउ रहेछ हेर त। पार्किङ गर्न लास्ट झ्याउ यार। एक गाडी हाम्रो, एक गाडी यो, एक गाडी यो, एक गाडी यो, एक गाडी यो, दाजु सर, यता राजा हाम्रा, यता भाइ, अनि यता दाइ, म यता छु। ल हामी चाहिँ जाँदा उहाँ छिटो छौँ, छिटो तगुडा। ल भाइ, यति मान्छे त यहाँ अहिलेसम्म नदेखाउँ। ल बाबा यहाँ हेर त मान्छे, ओहो हो यहाँ हेर त मान्छे, बाबा मान्छे हाम्रा ग्याङ यता फेरि यहाँ हाम्रा त मान्छे अनि गाडी पनि हराउन् भन्ने डर भयो यहाँ सबै। तर रमाइलो यार, चाडपर्व जस्तो पो यो भयो यार। हेर यी गोर्खाली हेर भाग्दा यार, म पनि भाग्छु यार। ल भागा छिटो। के भन यार, नेपालमा मेलामा गए जस्तो भयो मलाई त। कहिले गएको थिएन, कहिले काहीँ जान्थ्यौँ होइन, तर मेलामै गए जस्तो लाग्यो। मेलामा यिनलाई मैले लिएर आएँ हो, को त सबभन्दा धेरै घुमेर पुग्यो भन्ने कुरा होइन दाइ, हजुरलाई थाहा नि पुगेन भाइहरू। ल अब उतै भेटौँला मजाले। हामी त ढिलामै गयौँ, ढिला। अब जल्न त जल्या होइन, तर लाइट चाहिँ आइसकेको छ होइन मूर्तिमा। मेरो आवाज राम्रो नला
तपाईँ पनि हेर्नु है, म चाहिँ पुगिसकेको छु यहाँ। मान्छे हेर्नु त बाबा। हामी चाहिँ यताबाट जाँदैछौँ, एन्ट्री गर्दैछौँ भित्र। अब पुगिसक्यौँ भन्नुपर्छ। हामी पुग्यौँ है अहिले चाहिँ यहाँ। मस्त सिक्कीको भ्यू कि मान्छे हेर्नुपर्छ भनेर कम छैनन् है। मान्छे कति पुरा भित्र यो माथिको डाँडामा पनि है, डाँडामा हामीले चाहिँ दुःख गरी उताको छेलेर बडा मुस्किलले यहाँ पुगेका छौँ है। अहिले चाहिँ यहाँ पुगेका छौँ है। यिनीहरू फोटो हाल्दै होला, फोटो हाल्नु बडा दुःख कष्ट गरेर अहिले यहाँ बस्यौँ। हो धेरै अगाडि हो, हेर्नु न। तर लाइट हेर्नु अलिक मिस हुने हामीलाई। केही छैन, हुँदैन अब केही छैन, रोकिन्छौँ हामी लाइट। अहिले चाहिँ सब हाम्रा आधा ग्रुप छुट्टी कि आधा ग्रुप यहाँ प्रसाद खान लाग्छौँ। यो मेरो प्रसाद, यो दाईको, यो छुट्टेका साथीको, त्यो छुट्टेका साथीको, उता दाई, यता चाहिँ म छु। बिस्ली बोले बात टमाटर बात हो यस्तो टक्क प्रसाद खानु पऱ्यो नि त होइन। यति दुःख गरेर यति टाढाबाट हेर्न आइसक्यो अहिले शिवजीको प्रसाद खानुपर्छ। यो प्रसादसँगै हाम्रा दुःख कष्टहरू सबै खाना खाए जस्तै निल्युन्। अब राम्रो होस् होइन, यहाँभन्दा अगाडि जे जस्तो दुःख कष्ट पाए पनि यहाँभन्दा राम्रो होस्। डाँडाबाट उताबाट नदेखिने भएपछि यता आएर मस्त भिडियो आउँछ कि भनेर हो। अरे सर पछि पछाडि दाई पुरा हाम्रा साथीहरू सब। लामो भयो कि भिडियो धेरै लामो हुने रहेछ, धेरै टाइमसम्म आउँदैछ बाबा।
बोनस लाइट हेर न कम दामी छ त पछाडि पनि पछाडि पुरा डाँडामा तलबाट भयो डाँडामा देखाउनुहुन्छ फाइनली हामीले चाहिँ लाइट हेऱ्यौँ सक्यो अब हामी चाहिँ घर निस्केको घर भेटौँला सिधै होइन रुममा अहिलेको लागि चाहिँ बाई बाई म चाहिँ अहिले रुममा पुगिसकेको छु होइन अनि अब कस्तो के भयो भिडियो भन्ने कुरा त्यति राम्रोसँग बनाउनु पाइएन हतार हतार गइयो अब हतार हतार आइयो होइन त्यही दर्शन गर्न गए जस्तै लाइटहरू हेरेर आइएको छ कस्तो लाग्छ भिडियोहरू हेरेर आफ्नो प्रतिक्रियाहरू राख्नु होला अहिलेको लागि चाहिँ म भिडियो यहीँ एन्ड गर्छु माया गरिदिनुहुन्छ एकदमै धेरै धेरै धन्यवाद है बाई बाई